चाहिँ हिँड्छ है हामी सबैजना। हामी सबैजना के भन्नु छ? बुकेधाम जाने बाटो यहाँ हेर्नुहोस्, यो चाहिँ बाटो। अब हामी जाँदैछ बुकेधाम। यहाँको चाहिँ नेचर एकदम दामी रहेछ हो। हेर्नुहोस्, हिँड्नु पर्दो रहेछ पुरा। तर हेर्नुहोस् हेर्नु खोला। यो कुहिरोले ढाकेकोमा पुग्नुपर्छ अरे हामी बुकेधाम। त्यहाँ छ अरे। किसिना गरम, किसिना गरम गरम पुरा भुटानमा। फेरि उकालो रहेछ बाटो। यहाँ बाटो यस्तो छ। आमामामा उकालो साह्रै। लट्ठी लट्ठी टेक्दैछु। यस्तो है, यस्तो गरम। सरेर जाँदैछ हामी बुकेधाम दर्शन गर्नु भन्दै भला छ। यो बाटो चाहिँ भ्यू चाहिँ दामी रहेछ। तर भुटानको कि बाटो चाहिँ साह्रै घुमाउँदो हो। ए ल ल बुद्ध, यहाँ त्यही साह्रो पर्छ भन्नु त डन्डी बोकेको त होइन। यहाँ तल बाटो भेटेको बोक न उयो बाटो। यहाँदेखि उकालो चाहिँ सिँढी मात्रै छ। घन्टी रहेछ यहाँ, ठुलो ग्राउन्ड रहेछ। के मजाको भ्यू हो। म चाहिँ थाकेँ। यिनीहरू अलस तलस भरेको। यो चाहिँ जाने उकालो। मेरो गति यत्रो हिँडेर, मेरो गति यत्रो हिँडेर अब चाहिँ उकालो लाग्नु थालेँ म। यस्तो आमामामामा बाटो त उकालो खालके रहेछ है। नि हुन् मेरा साथीहरू। बाटो यस्तो छ। यिनीहरू हल्ला गर्दैछ है। ए बाटो बिर्सेर चाहिँ जाँदै थियो। एउटा चाहिँ पानी बनाउने बाटो अरे नि त। यो चाहिँ तर हो, यो त हेर्दा बाटै मान्छे हिँड्ने खालको थियो कि। तर फेरि कन्फ्युज छ नि त। ठिकै छ। तर यहाँ सरले भिडियो बनाउनु हुँदैछ। हाँसी उठ्दो निक्ल्यो होला हौ। छ्या हाँसी उठ्दो निक्ल्यो होला हौ। छ्या खतरा हो नि हौ हामी। ओह्रालो रहेछ बाटो। ओ धन्न ओह्रालो रहेछ बाटो। हायर गर्ने अरे हौ। सबसे लोएस्ट गफ सुन्नुभयो होला। खतरा खिलाडीमा जाने अरे। खोला रहेछ। मच्छा खोलौँ हौ। मच्छा पो खोल्नुपर्छ त हौ। मच्छा लाग्छु। के गर्नु अन्त? चिप्लिन्छ नि त फेरि। वाह वाह वाह। दामी रहेछ। ऊ चाहिँ अगाडि अगाडि जाने भएको अरे बाटो। हुन्छ यस्तो रहेछ। के रे?
पक्का इन्जिनियर हो नि साला ब्रिटिसहरु आएको काले ब्रिटिसहरु हैन त्यति साह्रो त होइन होला हौ रहेछ यस्तो गर्ने यस्तो राख्यो भने चाहिँ नि रिस पुरा हुन्छ अरे म पनि गर्छु अहिले यो छ नि दादा हजुर यहाँ हेर्नु न उयान छ उदे ए यहाँनिर रहेछ विस यसमा चाहिँ विस माग्यो भने पुरा हुन्छ अरे त्यो रहेछ एकछिनबाट देखाउँछु अब चिप पुरा लेट भयो यस्तै छ बक्सा नि के दाम पुरा लेट भयो जाँदैछ यत्रो मलाई बोल्नु थियो नि तपाईको चल भयो हैन हाम्रो जियोग्राफी टिचर सर यता हेर्दैन न ल सबै खिचिराखे खोला रहेछ यहाँ अगाडि हाल्ने ल हुन्छ अर्को वर्ष बिहा भइहाल्छ यहाँ पनि राम्रो रहेछ है सर त्यस्तो मन्नत किन माग्नु पर्यो सर बुके धाम आइपुग्नु आँट्यो यस्तो रहेछ यहाँ चाहिँ यस 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 मजा आयो बाटो त यो सिस्ट रक भन्छ यसलाई सिस्ट कालिम्पोङतिर पाउने ढुङ्गा नि यही हो सिस्ट यसलाई सिस्ट भन्छ यसलाई ए त्यो मन्दिरहरू होला है लु 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 कस्तो दामी जाऊ बाटो त अन्त खतरा रहेछ नि यस्तो रहेछ यहाँ सर यो ढुङ्गा ए लाइमस्टोन हो सर यो चाहिँ लाइमस्टोन हो रे ए अम्बो सर बाँदर ऊ सर माथि भित्र बसेर पूजा गरेर निक्लिहाल्नु ल हुन्छ पास लाग्छ हजुर पास बुके दाम अब मेरो खतरा कुरा निकाल्छु के छ लाइट छ फोटो खिच्नु मन पर्यो यस्तो रहेछ वाउ यस्तो रहेछ हेर्नु न माथि लाइट देखाउनु हुँदैन यस्तो रहेछ यहाँ चाहिँ हजुर यो चाहिँ टेरर रहेछ बल्लो के हजुर डिजल भएको के टेरर चाहिँ यो टाइट दिस इज टाइट हजुर दिस इज माइ यो चाहिँ माइट यो चाहिँ यो चाहिँ टाइट यो जोइन हुन आएको छ हो हजुर उता जोइन भइसक्यो उता देखा त यहाँ जोइन भइसक्यो म पहिला आउँदाखेरि यो माथि माथि थियो ए सर माथि थियो यो जुन चाहिँ छ यहाँ ड्रिप स्टोर यो चाहिँ हजुर सर पहिला चाहिँ यो माथि थियो तल आएको है यो अब अझै तल आउँछ होला है यो जसले छुँदैन त्यो तल जोडिँदै जान्छ ए दामी रहेछ सर भित्र कति मजा ल्याएको रहेछ त्यस्तो दामी डिजाइन भएको रहेछ हो घरमा सजाउनु लगिरहेछ यति टक्क भाँचेर लगेर सिटिङ रुममा राख्नु ए यता नि रहेछ त माथि चाहिँ नदेखाउनु ल लाइट उयो रहेछ ब्याट्सहरू चम्कादर
यस्तो रहेछ बस्ने यहाँ छैन त्यो जग्गा तिमी आउँथ्यौ आइस अन्त म निक्लिन्छु रोकियो अरे होला भिडियो गर्छु मलाई पठाउनु ल मेरो मेरो माइक पक्रिदिनु नि ब्याग साथीहरू छिर्दैन र हुन्छ आजकल बजाऊ ए छोड्दिउँ न बजाऊ बस झर्न ढेर पैसा मलाई माथि नामी रहेछ नि ओ देखाउ माथि देखाउ त यही चाहिँ आँखामा पढि तिनीहरूको ओ या मुनि राख मुनि गर यही रहेछ पुरा चमेर